नमस्ते, म रबिन भुजेल, हाल साउथ कोरियादेखि। जो कोरियन भाषा पढ्दै गर्नु भएको साथीहरूको लागि चाहिँ एकदमै खुसीको खबर एन्ड महत्त्वपूर्ण कुराहरू मैले यो भिडियो मार्फत बताउन चाहन्छु। अ, 2025को फर्म चाहिँ अब तत्कालै खुल्ने कुरा छ। अ, पहिला चाहिँ फेरि तपाईँहरूको के थियो भने फर्म भर्दाखेरि पछि भर्दा पनि हुन्छ भन्ने हुन्थ्यो होइन। प्रायः जस्तो हामी पनि पछि नै भरेँ, मैले पनि पछि नै भरेको हो होइन, पछि इक्जाम हुन्छ भनेर मैले पछि नै भरेको। तर अहिले चाहिँ के छ भने सिस्टम पहिलाको भन्दा धेरै पनि चेन्ज भएको छ। यो फर्म भर्ने प्रक्रियामा चाहिँ अब चेन्ज भएको छ सिस्टम है। पहिला चाहिँ जतिले पनि भर्न पाइन्थ्यो फर्म, तर अहिले चाहिँ त्यसको हुँदैन क्राइटेरिया छ। जुन क्राइटेरिया पुगिसकेपछि आफै नै फर्म बन्द हुन्छ। जतिसक्दो चाँडोभन्दा चाँडो हजुरहरूले चाहिँ अगाडि नै फर्म भर्नुपर्ने हुन्छ है त। तपाईँहरूले त्यसरी भन्नुहोस्, अगाडि नै फर्म भर्नुहोस्। फेरि पछि म लास्टमा भर्छु भनेर त्यसरी नगर्नुहोस्। तपाईँहरूले इक्जाम दिन पाउनुहुन्न, फर्म भर्न पाउनुहुन्न। फर्म नभरेपछि त अब इक्जामै दिन पाउनुहुन्न होइन। त्यस्तो छ अहिलेको नियम चाहिँ। अब तपाईँहरूले अब कति कोटामा छ त्यो कोटाको 3 गुणा बढी फर्म भर्न पाइन्छ होइन, आवेदन दिन पाइन्छ। 3 गुणा बढीले चाहिँ आवेदन दिन पाइन्छ। तर पहिलाको जस्तो जति भन्यो त्यतिले चाहिँ पाउँदैन है। पहिला चाहिँ हाम्रो पालामा चाहिँ धेरैले नै भरेको थियो, 1,64,000ले भरेको थियो। तर अहिले चाहिँ त्यो सिस्टम छैन। अब कति आवेदन कति मागेको छ होइन, कति कोटा छ, त्यो कोटाको चाहिँ 3 गुणा बढी मात्र फर्म भर्न पाइन्छ। त्यो 3 गुणा पुगिसकेपछि फर्म अटोमेटिक बन्द हुन्छ अनि तपाईँहरूले फर्म भर्न पाउनुहुन्न। जति सक्दो चाँडो फर्म भर्ने प्रयास गर्नुहोस्, कोसिस गर्नुहोस्। अनि इक्जाम हुँदैन भनेर बस्नु भएको छ होला, आजदेखि मिहिनेत गर्न सुरु गर्नुहोस्। तपाईँहरूको इक्जाम छिटो नै खुल्ने कुरा छ। तपाईँहरूको फर्म छिटो नै खुल्ने कुरा छ। एकदमै आजदेखि मजाले पढ्नुहोस्। आफ्नो अब जब सब छ भने पनि जबलाई भन्दा पनि अब स्टडीलाई फोकस गर्नुहोस्, जब छोडेर। अब जब तपाईँको अब शान्तिले जब छ भनेर छोडेर पढ्दा पनि एकदमै बेटर हुन्छ है। राम्रोसँग पढ्नुहोस्। एकदम जब भएर पनि जबले तपाईँलाई खासै असर गर्दैन कि पढ्न चाह्यो भने तपाईँलाई जबले असर गर्दैन। जस मान्छेको मन हुनु पऱ्यो, मन भइसकेपछि नहुने भने केही पनि होइन। म पनि एउटा जब होल्डर मान्छे थिएँ पहिला अब नेपालमा हुँदाखेरि। तर पनि मैले चाहिँ अब त्यो जबलाई पनि छोडिनँ, साथ स्टडीलाई पनि मैले छोडिनँ। दुइटैलाई प्रायोरिटी दिँदै आएँ। अब दुइटै कुराहरूलाई मैले सफल भयो भने त ठ्याक्क नाम पनि निस्क्यो। त्यसपछि मैले यो जब छोडेँ। अब सबै कुराहरू इस्यु भइसकेपछि टक्क मैले आउने बेलामा जब छोडेको हो। जबले तपाईँलाई खासै केही असर पर्दैन, आफूले चाह्यो भनेदेखि होइन, भित्रदेखि चाहनुपर्छ। एकदमै तपाईँहरूले 100% सक्नुहुन्छ। एकदमै स्टडीलाई चाहिँ फोकस गर्नुहोस् तपाईँहरूले। फर्म खुल्ने डेट सहित चाहिँ म अर्को भिडियोमा लिएर आउँछु। अनि यस्तै पेज सम्बन्धीको जानकारीको सम्बन्धी चाहिँ बुझ्न चाहनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। हस्, धन्यवाद।